नमस्ते केवाईसी। प्रगति दुनियाँको देखियो, प्रगति दुनियाँको देखियो, खै कहिले डहारै भए। कोसिस धेरै गर्दा गर्दै पनि जिन्दगी आहानै भए। प्रगति दुनियाँको देखियो, खै कहिले डहारै भएन। कोसिस धेरै गर्दा गर्दै पनि जिन्दगी आहानै भएन। दुनियाँलाई खुसी पार्ने दौडमा थिएँ म, दुनियाँलाई खुसी पार्ने दौडमा थिएँ म। आफ्नै खुसी कहाँ छुट्यो थाहा नै भएन, आफ्नै खुसी कहाँ छुट्यो थाहा नै भएन। नमस्ते केवाईसी। माथि बस्नु भएको बेला पनि नमस्ते, बिचमा बस्नु भएको बेला नमस्ते, यतापट्टि पनि नमस्ते, छेउमा पनि नमस्ते। एकचोटि सम्पूर्ण यहाँहरूमा नमस्ते। मेरो साथी जयले मेरो तारिफ गरेर गयो, तर तारिफको डोरी सामुन्ने बाटेको भन्दा पनि पछाडि बाटेको राम्रो, तर मान्छेको कुरा सामुन्ने काटेको राम्रो। आज अघि मलाई इलेक्सनजीले पनि भन्यो 20 कप चिया खाइदिनुपर्छ अनि मात्र शान्त बस्नुहुन्छ, नत्र कथा भनेको भने गर्नुहुन्छ भन्दा साँच्चै आज म कथा सुनाउँदैन। किन ब्रिजेश हुनुहुन्छ, एस्टिम्यान हुनुहुन्छ, महेशजी हुनुहुन्छ, अस्मिताजी हुनुहुन्छ, भाइले गीत गाउनु भयो, मलाई गीत गाउनु भने गीत गाउँ। तर त्योभन्दा अगाडि आज इन्टरनेसनल गर्लफ्रेन्ड डे, आज लभ स्टोरी सुन्ने। तर त्योभन्दा अगाडि हजुरले एउटा मूल्य चुकाउनुपर्छ। हजुरले आज केवाईसीमा आउँदाखेरि के पेमेन्ट गर्नुभयो, तर मलाई पेमेन्ट चाहिँ एउटा डिफ्रेन्ट लेभल अफ पेमेन्ट गर्नुपर्छ। त्यो हो कानलाई दुःख दिनुपर्छ। मान्छेले सबैभन्दा गाह्रो भनेको सुन्नु हो, किनकि मानिएको स्वभाव के हुन्छ भने कसैले 100 बोलेको छ भने 50 बुझ्छौँ, 25 बुझ्छौँ अनि 200 फर्काउँछौँ। तर आज एकचोटि कानलाई दुःख दिन्छ है, किनकि म तपाईँहरूलाई मेरो लभ स्टोरी सुनाउँछु। एउटा मध्यम वर्गीय केटा आएको माइक स्ट्यान्ड जस्तै, उसलाई लाग्छ अनावश्यक खर्च गर्नु भनेको पनि जिन्दगीलाई एउटा बोझ दिनु हो। उसलाई घरमा कालो चिया र मकै खाने बानी परेको हुन्छ, किनकि ऊ बेरोजगार हुन्छ, उसको पत्नी चिसो हुन्छ। तर ठ्याक्कै त्यतिखेर मोबाइलबाट मेसेज आउँछ, सुनेन अरे म जसलाई माया गरिरहेको छु उसले नै मलाई सुनेन भइरहेको छ। हजुर भन न, भोलि मसँग कफी पिन जान सक्छौ? साँच्चै रियल हो यो। जसलाई म माया गरिरहेको छु ऊ मलाई कफी खान बोलाइरहेको छ, तर ऊ अन्यलतामा पर्छ, किनकि उसको खल्ती चिसो छ, कफी पिन जान पैसा लाग्छ, घरमा कालो चिया र मकै खाने बानी उसलाई जाउँ भने पैसा छैन, नजाउँ भने बल्ल बल्ल बढ्न लागेको सम्बन्ध पनि बिग्रेला भन्ने डर। घरमा अन्कनाई बुवासँग अलिकति पैसा माग्छ र 9 बजेको उसको भेटको समय तय भएको हुन्छ। 7 बजे नै रेडी हुन्छ। उसलाई कतिखेर 9 बज्ला भने स्ट्रेस हुन्छ। जब 9 बजे ऊ ठ्याक्क कफी स्टेसनमा पुग्छ, उसलाई केही कुरा बोल्नै आउँदैन। उसको मेरो अलिकति हैसियत नै हुँदैन, एस्थेटिक छ। ऊ कफी पुग्छ र त्यत्तिकै फर्किन्छ। केटीको फेरि मेसेज, सुन न तिमीले आजको भेटको बारेमा केही भन्दै भन्यो? उसले जवाफ दिन्छ, अरूसँग होइन खल्तीसँग गद्दारी, अरूसँग होइन खल्तीसँग गद्दारी गरियो। यस्तो लाग्दैछ आफ्नै प्रियासँग गद्दारी गरियो। तिमीसँग महँगो कफी पिए आज यसरी कालो चियासँग गद्दारी गरियो, कालो चियासँग गद्दारी गरियो।
अरे तिमी केटा मान्छे हो यस्तो अम्बुनेराको सधैँ सबै मिठा मात्र यादका हुन्छ र उनले फेरि मेसेज पठाइन् सधैँ सबै मिठा मात्र यादका हुन्छ र फेरि करेलामा काउलीको स्वाद खान्छ सधैँ सबै मिठा मात्र यादका हुन्छ र फेरि करेलामा काउलीको स्वाद कहाँ हुन्छ र यो भेटको अर्थ कफी डेट पनि हुनसक्छ है यो भेटको अर्थ कफी डेट पनि हुनसक्छ एक कप कफीमा कोही बर्बाद कहाँ हुन्छ बर्बाद कहाँ हुन्छ त्यो चिसो जुनेली रात त्यो अस्ताउँदै गरेको घाम तिमीसँग हेर्न त्यो सडक ऋतुको त्यो चिसो जुनेली रात त्यो अस्ताउँदै गरेको घाम तिमीसँग हेर्न म त तिमी पनि मलाई माया गर्छौ म त कसरी त हाम्रो त तिमी कहाँ अरे लाटा अहिलेको जन्ममा पनि हैसियतको कुरा गर्छौ उद्देश्य मिलाउने हो नि अनि तिम्रो परिवारले दिएन भने विदेश नहोला डिपेन्डेन्टमा बसौँला मिलिहाल्छ नि साँच्चै खान्छौ नि अरे लाटा म केटी मान्छे भएर आँटिरहेको छु तिमी केटा मान्छे भएर तिमी आँट्न सक्दैनौ त्यस्तो भने के गर्छौ त यदि म कमजोर भएँ के गर्छौ त यदि म कमजोर भएँ भने तिम्रो नजरमा केवल फालिएको फोहोर भएँ भने मैले सोधेँ उसलाई के गर्छौ त यदि म कमजोर भएँ भने तिम्रो नजरमा केवल फालिएको एउटा फोहोर भएँ भने मलाई दिलको कारागारमा कैद गर्छौ र मलाई दिलको कारागारमा कैद गर्छौ र यदि तिम्रो मुटु छोड्ने चोर भयो तिम्रो मुटु छोड्ने चोर हो चिसो जुनेली रात त्यो अस्ताउँदै गरेको घाम तिमीसँग हेर्न त्यो चिसो जुनेली रात त्यो अस्ताउँदै गरेको घाम तिमीसँग हेर्न अनि केटीले जवाफ दिन्छ अरे यार हिम्मत अनि भरोसा देऊ हिम्मत अनि भरोसा देऊ अघि बढ्न तयार छु म जस्तो सुकै दुःखको पहाड पनि चढ्न तयार छु हिम्मत अनि भरोसा देऊ अघि बढ्न तयार छु म जस्तो सुकै दुःखको पहाड पनि चढ्न तयार छु बस माया गर्छु भन बस माया गर्छु भन न म सारा दुनियाँसँग लड्न तयार छु अब केटालाई महसुस हुन्छ सायद जस्तो पनि मलाई माया गर्छ होला बिस्तारै प्रेम सम्बन्ध अगाडि बढ्दै जान्छ उसले पठाएको मेसेज दिनमा त्यसरी पढ्न मन लाग्छ बिहानको गुड मर्निङ नभएसम्म शुभारम्भ हुँदैन बिहानको रातको गुड नाइट मेसेज नआएसम्म रातको अन्त्य हुँदैन उसलाई यति धेरै स्ट्रेस हुन्छ ला मैले के लुगा लगाएर जाने होला उसलाई के कुराले चाहिँ राम्रो लाग्छ होला उसको दिमाग त्यस्तै मात्रै चल्छ उसलाई यति धेरै अट्याचमेन्ट हुन्छ कसैले मेसेज पठायो भने उसैको हो कि यस्तो हेर्न मन लाग्छ झस्किरहेको हुन्छ अनि ऊ आफ्नै दुनियाँमा बस्दा हुन्छ ऊ प्रेम सम्बन्धमा हुन्छ केही महिनापछि फेरि मेसेज आउँछ सुन न भोलि भेट्न सक्छौँ उसलाई लागेको थियो पहिलो भेटमा उसले मलाई प्रेम सम्बन्धको लागि प्रस्ताव राखे अब दोस्रो भेटमा पक्कै पनि विवाह गरेको प्रस्ताव राख्छ होला अब हामी सँगै इन्डिपेन्डेन्ट अस्ट्रेलिया लानुपर्छ सँगै बस्नुपर्छ अब सुनौला दिनहरू आए फेरि खुसी हुन्छ भोलि बिहान 9 बजे बोलाएको हुन्छ त्यस्तै गरी कफी डेटमा जान्छ भन सुन न भन कहिले के भन्नाले मेरो घरमा थाहा भयो मतलब थाहा भयो के भयो सुन न बुवाले मान्नु भएन नि अनि तिमीले पनि मनाउँछु भनेन जस्तो सुकै दुःखको पहाड पनि चढ्न तयार छु म सारा दुनियाँसँग लड्न तयार छु भनेर जिस्किरहेको होइन म साँच्ची भने तिमी चिन्दिन तिम्रो लगेर बुवाले भन्नुभएको छेर्दै लुगा अस्ति त उद्देश्य तिमी अस्ति भनेर त्यसो नभएर मलाई चाहिँ एन्जाइटी भए जस्तै भयो त्यस्तो
जिस्किराइदियो जिस्किरायो